नमस्कार सबैजनामा म टिका पौडेल अस्ट्रेलियाबाट। आज सधैँ जस्तो क्रिसमसको दिन 2025 साल डिसेम्बर 25 तारिक। सधैँ जसो बिहानै उठेर नुहाइधुवाइ गरिसकेपछि 2-4 घर मसिना नानीहरूलाई चाहिँ क्रिसमस गिफ्ट ड्रप गरिदिनु पर्यो भनेर चाहिँ घरबाट बाहिर निक्ले। यो नानीहरूले धेरै आश गरेको हुन्छ नि त है। मसिना नानीहरूले यो चाहिँ यहाँको ट्रेन्डै त्यही छ हैन। अनि अङ्कलले अथवा मामाले अथवा ठुलो बुवाले चाहिँ के ल्याउनुहुन्छ भनेर चाहिँ आश गरिरहेको हुन्छ नि त है। त्यसले गरेर चाहिँ बिहान जस्ट धेरै त होइन 8-10 वटा क्रिसमस गिफ्ट प्याक पारेको थियो नानीहरूको लागि र ड्रप गरिसकेर चाहिँ घर फर्किने क्रममा चाहिँ मेरो ससुराली घर बाटैमा पर्छ र सरली मेरो दिमागमा के पप भयो भने त्यहाँ निस्केर चाहिँ कफी खाएर जानु पर्यो भनेर चाहिँ निस्केँ। अनि मेरो सालोले चाहिँ कफी बनाउन थाल्यो हैन। अनि कफी बन्ने क्रममा चाहिँ मेरो ससुरो बुवा आउनुभयो। अनि सधैँ जस्तो अब ग्रिटिङहरू गर्ने क्रम भइहाल्यो। त्यस पछाडि उहाँले चाहिँ एउटा यस प्रकारको एउटा कुरो लिएर आउनुभयो क्या। हेर्नुहोस् है, म तपाईँलाई देखाइहाल्छु। यस्तो कुरो लिएर आउनुभयो। ल ज्वाइँ, यो तपाईँलाई भनेर मलाई अगाडि सार्नुभयो। अनि मैले चाहिँ सोचेँ कि पक्कै पनि तपाईँले पनि त्यही सोच्नुभयो होला, आइप्याड अथवा केही होला भन्ने कुरो सोचेँ क्या। यो देख्दाखेरि बुवा मसँग प्रशस्त छ नि घरमै, तपाईँले नै प्रयोग गर्नु पर्थ्यो नि भनेर भने। त्यसो भन्दा पनि उहाँले मान्नु भएन। होइन, लिनुहोस् न, लानुहोस् न भन्नुभयो है। अनि मैले लान्न भन्ने कुरो त भएन। उहाँले एउटा भित्रीदेखि चाहिँ ज्वाइँलाई चाहिँ यस्तो लिएर आउनुभएको छ, स्पेसल हेर्दा पनि होइन। अनि के रहेछ भनेर चाहिँ उगार्न लागेको थिएँ। साथीहरू, तपाईँ गेस गर्न सक्नुहुन्छ के होला त? यहाँ आइप्याडै भन्नुहुन्छ नि है। मैले पनि त त्यही त भनेको छु नि। तर मलाई चाहिने कुरो रहेछ क्या। जब मान्छे 50 वर्षदेखि उकालो लागेपछि नि यस्तो कुराहरूको महसुस गर्दो रहेछ क्या। त्यो पनि अब विदेशमा त जताततै पाइँदैन। आइप्याडहरू मोबाइलहरू त सजिलो छ है, तर यस्तो कुरोहरू त भन्ने बित्तिकै त पाइँदैन नि त। कि चाहिँ अर्डरै गर्नु पर्यो, कि त कोही अब जानेको मान्छेहरू सम्पर्क गर्नु पर्यो। त्यही पनि आफूले चाहे अनुसारको खोजी पनि राखेको थिएँ मैले। तर यो कुरो उहाँले त थाहा थिएन। र हेर्नुहोस् साथीहरू, के रहेछ मैले उगारेँ यहाँ। ल हेर्नुहोस् यो कुरो रहेछ। हेर्नुहोस्, श्रीमद् भगवत महापुराण, त्यो पनि नेपालीमा। मैले पनि यही त खोजेको थिएँ नि त। ल, र बुबालाई धेरै धन्यवाद भनेर चाहिँ म त्यहाँबाट अब कफी खाइयो। अनि घरतिर खुसी भएर लागेँ। अनि मैले एउटा प्रश्न सोधेँ मलाई, अनि यो गाता चाहिँ कहाँबाट भेट्नुभयो भन्दाखेरि भेटिहालिन्छ नि त, चाहेपछि ठ्याक्कै मिल्ने खालको खबर पनि रहेछ। र खुसीको साथ र आजदेखि चाहिँ बेला समय निकालेर चाहिँ यो किताबलाई चाहिँ पढ्ने विचार गरियो। र यहाँहरू पनि यो कुरामा ध्यान गर्नु होला है। यो एकदमै, जब तपाईँ 50 वर्षदेखि उकालो लाग्नुहुन्छ नि, यी कुराहरूको सोच आउन थाल्दो रहेछ क्या। हस्त, धन्यवाद।